मेरा नमस्कार सबैजना मेरा प्यारा प्यारा भाइ बहिनीहरूलाई जस्तो जति सबैजना स्टुडेन्ट हुनुहुन्छ होला जस्तो अर्निङ गर्ने पार्ट टाइम जबहरू यसो पकेट खर्चहरू आफूलाई निकाल्नलाई यसो तपाईँहरूलाई चाहिन्छ होला। मैले यो मेरो फर्स्ट भिडियो हो। अर्निङहरू गरिरहन्थेँ म, अब यसो युट्युबमा भिडियो हालौँ भनेर गरेको। जस्तो यसको नाम चाहिँ छ इन्स्टापप, म लिङ्क डिस्क्रिप्सनमा दिन्छु। यो चाहिँ एकदम जेन्युन एप हो, तपाईँले ट्रु गएर रिसर्च गर्न सक्नुहुन्छ। अनि यसमा विभिन्न अप्सन दिएको छ, एप ट्याक्स भन्ने दिएको छ। यसमा चाहिँ विभिन्न सर्वेहरू एप इन्स्टल गरेर पब स्केल, ग्रोडेक्स तपाईँहरू प्राय गर्नु भनेको ग्रोडेक्स र पब स्केलबाट राम्रो इन्कम गर्न सक्नुहुन्छ। अनि भनेको अर्को सर्वे छ बिटल्याब भनेर नेपालमा चल्दैन होला, यो छोडिदिनु। अनि तपाईँले वाच भिडियो अन अप टु 500 यो इनर्जी भनेर इनर्जी हुँदो रहेछ। इनर्जी वाच भिडियो अप टु भनेर चाहिँ गिफ्ट भाउचर। यो गिफ्ट भाउचर चाहिँ सोसियल मिडियाहरूतिर यो इन्स्टापप भन्ने जोइन गर्नु, त्यहाँ गिफ्ट भाउचरहरू दिइरहन्छ। यस्तो मिस नगर्नु होला। स्पिन भन्ने छ, यहाँ चाहिँ तपाईँलाई 10,000 चाहिने रहेछ। 10,000को चाहिने रहेछ। तपाईँलाई कम्तीमा परेन भने $1 त जताबाट पनि पर्छ। तपाईँलाई $1 त झन् तपाईँलाई $5 $2 भन्दा बढी $5 $2 $3 पर्यो भने तपाईँलाई फाइदा भइहाल्यो। भरसक यो भनेको अलिकति रिस्क हुन्छ। 8,000 कतिको मिनिमम छ यो गर्नु। यो स्क्रच कार्ड भनेको यो चाहिँ तपाईँले कुनै एप डाउनलोड गरिसक्नुभयो, त्यसलाई कम्प्लिट गरिसक्नुभयो भने चाहिँ दिन्छ, नत्र स्क्रच कार्ड आउँदैन त तपाईँलाई। अनि डेली स्ट्राइक हुन्छ, फर्स्ट डे सेकेन्ड डे गर्दै 300 500 स्ट्रिक दिइरहन्छ। अब अर्को कुरा गरौँ डेली ट्याक्समा इन्भाइट 1 फ्रेन्ड, एउटा साथीलाई इन्भाइट गरे बापत तपाईँलाई 100 रुपियाँ मिल्ने रहेछ। अनि 3टा साथीलाई गरे 200 रुपियाँ। तपाईँले 5K अर्न गर्नुभयो भने जति रिफर गर्नुभयो त्यति इन्कम गर्नुभयो। अनि अर्को रिडिम, अब रिडिमतिर जाऊँ। मसँग 2200 कोइन छ, अहिले गर्न मिल्दैन, म तपाईँलाई पछि देखाइदिन्छु। 47,500 बाइनेन्स युजर नेपालमा राम्ररी चल्छ यो बाइनेन्स गिफ्ट कार्ड रहेछ। गिफ्ट कार्ड भाउचर रिडिम गर्न मिल्छ बाइनेन्सबाट। भनेपछि तपाईँलाई मेहनत गरेपछि $5 को लगभग नेपाली रुपिज 500-800 हुन्छ। मबाट विड्र गर्दा पनि हुन्छ, तपाईँहरू चिन्दै नगर्नु। अनि को खेल्नुहुन्छ पब्जी, फ्री फायर, मोबाइल लेजेन्ड, त्यसको लागि पनि राम्रो एकदम स्टुडेन्टको लागि भने त बेस्ट एप हो यो भनेको 8,500 को 100 डायमन्ड भनेपछि हेर्नु यहाँ मन्थली विकली त्यस्तो त रहेनछ। त्यही पनि पब्जी खेल्नेहरूलाई पब्जी पनि छ।